फेरि आइन्कीले चाहिँ म आफै खाना बनाइदिन्छु भनेर मम्मीलाई, मम्मी चाहिँ भोकाएर आउनुहुन्छ, ओनका सुइटा हुन्छ मम्मीको, म आफै चाहिँ लसुन काटिदिन्छु, सबै काटिदिन्छु, छिटो खाना बनाइदिनु पऱ्यो मम्मीलाई भनेर यहाँ चाहिँ मैले बिहानमा आइन्कीलाई चाहिँ अब आफै लसुन काटिदिएकी छिन्, प्याज पनि काटेर राखिसकिन्। फेरि अरूले काट्नै दिँदैन, आफै काट्ने रे, हात काटौला है फेरि आइन्की। यस्तो तरिकाले चाहिँ आइन्कीले काटेकी छिन्। ल भनिदेऊ त के छन् त्यहाँ आइन्की? यो काट्न जो छन्। ल ल लसुन काटेको त्यति ठुलो ठुलो होइन नि, फेरि ठुलो ठुलो किन काटेको हुन्छ त लसुन? फेरि जो भएको मान्छेले आइन्की जो भएको मान्छेले यस्तै काट्छन्। यस्तो जो भएको आइन्की जो छन् रे अझ। ओहो लसुन त राम्रो अलि सानो बनाऊ, अलि सानो बनाऊ नि लसुनलाई। काटिकन काटै प्याज आइन्की। गराइदिएकै छु है त। ल अलि यहाँ हेरेर काट्ने होला अरे, कुक भइसकेपछि त। ल ल आज आइन्कीले पुरै चाहिँ खाना बनाउने योजना छ आइन्की। ल ल ल ल ल अब यही हो कुकको काम। त्यही त मम्मी ओनका सुइता भएर आउँछन् भनेर यस्तो खाना बनाउनु लाहन् छोराले। यदि ज्ञानी छन् मम्मीलाई ताइएन हुन्छ भनेर बाबा लिन आउनुपर्छ भन्छन्, यति कुरा बुझ्छिन्। भोलि भोलि मम्मी आउने हो। हो ल ल फटाफट भोलि भोलि सिको त छ अरे मम्मीको। ल अब यस्तो रौँ लाएर कुकले नि यस्तो रौँ लाएर खान्छन्। दामी देख्यो। भिडियो गरा खोइ रौँ कहाँको? रौँ यहीँ छ त, दामी देख्यो हो आइन्को। दामी देख्ने आइन्की खोरे रौँ हो। आइन्कीलाई तर्सायो देख्ने, आइन्कीलाई तर्सायो देख्ने। ताई नहीं देख्यो आइन्की जी आया कौन है? ओके आइन्की बाई बाई। ल भिडियो भयो ओके भन्नु। हात काटौली कि आइन्की? ल भयो ल भयो ल काट्यो। के काट्नु लाग्यो आइन्की? टमाटर उताबाट काट, उसिरोबाट 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 काट त छिटो काटिन्छ त्यस्तो। ल छिटो काट टमाटर। बाबाले चिया खाने होइन, मम्मीले खाने हो। ओहो कुरा दुईतिर जाने कि। ल फटाफट कुकले अब फटाफट अब चाहिँ यहाँ काट्ने है त। ल टमाटर ल ओके हो के काट्नु लाग्यो त? दाइकुन काट्नु लाग्यो हौ। नेपालीमा के भन्छ त्यसलाई? कहाँ आइन्की भन्छ? मुला भन्छ। मुलै भन्छ नेपालीमा त मुला भन्छ क्या। जापानिजमा के भन्छ अरे? दाइकोन दाइकोन भन्छ। ल ल मुला काटेको के गर्ने हो त? ओनका सुइटा हुन्छ भनेको भोक लाग्छ अनि त्यसपछि खाना बनाएर राखिदिन्छु भनेको हौ। हो अब इन्डियन काटिन्, यहाँ चाहिँ मुला काटिन्,
आज के बनाउँदैछन् है डाङ्गीको खाना हेर्दै जाउँ है त ल आज मान्छेले पहिला ग्यास जलाउँछन् ग्यास जलेन फेरि जलाऊ जलाइदेऊ कि छिटो आफै जलाइदेऊ जलाऊ भएन त्यस्तो ग्यास जलाउनु नजाने कुक हुन्छन् ए बल्ल भयो ल तेल हाल पहिला ल धेरै तेल हाल्ने नि ल म बाबाले भयो भन्दा भयो रोक्ने है ल यति भयो नि हुन्छ ल ल बन्द गरेर राख त्यसलाई ल ठाउँमा राख कहाँबाट त्यो राख्ने ल ओके ल आइकीले तेल जिरा हाल्छिन् ल भुट जिरालाई चर्र पार भुटेर ल त्यो होइन हाल्ने पड्क्यो ल अब यो हालिदेऊ ल सबै हालिदेऊ ल सबै हालिदेऊ अब पड्किन्छ सबै हालिदेऊ ल आइकीले अब ल आइकीले पुरै हालिदिनु अब यता चोरेर हाल्छौँ ल चलाइदिन्छ नि आइकीले अब आइकीले अब चलाइदिन्छ आइकीको खाना आज कस्तो बनिन्छ है आइकीले चलाइदिन्छ आइकीले अझ थोरै हाल त सियो अझ थोरै हाल थोरै धेरै हुन्छ कि ल भयो त्यति अब यो बेसार पनि हालिदेऊ थोरै धेरै नै हाल थोरै बेसार पनि ल हालिदिउँ अब यो जलाइसकिन गरे अब ढक्कन यस्तो नि कुक हुन्छ ल चना हालिदेऊ त नि ल चलाइदेऊ चना हालेर चलाउँदो आज बैमान काम गरेको नि आइकीले ल आइकीले चलाइदिनु ल दाइकन र के हो इन्डियन हो ल चलाइदेऊ फेरि अलि राम्ररी चलाउनु कुकुरी त्यस्तो चलाउँछन् ल ओइ मासु हालिने अब चाहिँ हड्डीलाई पहिला प्रेस कुकरमा पकाएर आइकीले त्यस पछाडि चलाइदिन्छन् रे चलाएपछि अब मम्मीलाई खाना बनाउने भइसकिन जान्छ छोरा ल है त गाइस ल मम्मीलाई चाहिँ अब खाना बनाइदिन् आइकीले साग पनि काटिदिन् रे अब लास्टमा हाल्नको लागि हो आइकी ओहो आइकीले यति ठुल्ठुला काटेको छ नि अलि सानो काट नि त आइकी साग हालिन् आइकीले अब फाइनल्ली साग हालिन् साग हालेर चलाउ त अब गुल्टाइन नि अब के गरेन गरिकन आज कुक बनेको मम्मीले खाना बनाउन ल साग पनि यति ठुल्ठुला काटेछन् कुकले आइकी कुकले ल भयो फाइनल्ली अब आइकीले आज फाइनल्ली चाहिँ खाना बनाइन् आज चाहिँ तरकारी बनाइन् मजाले मासु पनि हालिन् साग हालिन् मुला हालिन् अरू के छ अरे चना हालिन् आइकी अझ रोइ छिन् अझ त्यस्तो गरेको ल ल ओइसी बनाइन् ओइसी छ आइकी ओइसी छ कसलाई हो कसलाई बनाइदिएको यो खाना मम्मीलाई हो बाबालाई खाना दिने हौ अनि दादालाई नि खाना दिन्छौ दिन्न हो र ल यसलाई ल